डेली युसेजहरू चाहिँ जेनरली बेसिक निड्स अन्तर्गत आउँछन्। बेसिक निड्सको प्रोडक्टै बेचेपछि त त्यसले चाहिँ सर्टेन लेभलको मार्जिन चाहिँ मेन्टेन गर्न सक्षम हुन्छ भन्ने चिज हो। भने अब ब्याङ्कको नेचर फेरि छुट्टै छ होइन। ब्याङ्कको नेचर के हो भनेर भन्नुहुन्छ भने उसको लोन ग्रोथ कति भयो, लोनको क्वालिटी के हो होइन, अनि इन्ट्रेस्ट रेट, मनी एक्सपान्सन र मनी कन्ट्र्याक्सन हुँदाखेरि उसको प्रफिटेबिलिटीमा कसरी फरक पार्छ, यी आदि धेरै फ्याक्टर्सहरूले काम गर्छ। ओभरअल इकोनोमीमा चाहिँ मार्केट चाहिँ के अरे स्ट्रेस आउन सुरु गर्यो भने मेरो लोनको क्वालिटी चाहिँ फरक पर्ने भयो, अनि लोनको डिमान्ड पनि नआउने भयो, अनि त्यसपछि मेरो प्रफिटेबिलिटी चाहिँ वात्तै घट्छ भन्ने कन्सर्न्सहरू पनि भए होइन। धेरै फ्याक्टर्सहरूले काम गर्छ। त भनेपछि कुनै पर्टिकुलर एउटा सेक्टर्सले ग्रोथ गरिराखेको छ भने अरूले किन ग्रोथ गर्न सकेनन् र किन पर्फर्मेन्स गर्न सकेनन् भन्ने कुरामा ती सेक्टर्सहरूको आफ्ना फन्डामेन्टल्सहरू छन्, तिनीहरूलाई जज गर्नु पर्यो किन भन्ने कुराहरू होइन। अब जस्तो म्यानुफ्याक्चरिङमै हामीले हेऱ्यौँ भने जस्तो सिमेन्टको कुराहरू गर्नुभयो तपाईँले, शिवम सिमेन्ट भयो, एसडिएलहरू भयो या सर्वोत्तम सिमेन्टहरू भयो। अब यिनीहरूले कुन कुन फ्याक्टरले काम गर्छन् भन्ने कुरामा कन्स्ट्रक्सन एक्टिभिटिजहरू बढ्न सुरु गर्यो, इकोनोमिक एक्टिभिटिजहरू त्यस्तो खालको बढ्न सुरु गर्यो, गभर्मेन्टले चाहिँ आफ्नो क्यापिटल एक्सपेन्डिचर बढाउन सुरु गर्यो, त्यस्ता खालका प्रोजेक्ट्सहरू लिएर आउन सुरु गर्यो जहाँ चाहिँ तपाईँको ती सिमेन्ट कम्पनीजहरूको डिमान्ड बढ्न सुरु गर्छ भने चाहिँ उनीहरूले सर्टेन लेभलको मार्जिन मेन्टेन गर्न नै सक्छन्, त्यसमा कुनै डाउट नै छैन। र मार्जिन मेन्टेन गरेर मात्रै पनि भएन, फेरि कम्पनीजको के हुन्छ भनेर भन्नुहुन्छ भने जस्तो युनिलिभरको कर्पोरेट गभर्नेन्समा कहिल्यै क्वेसन आएन। उनीहरू सुरुदेखि नै भिजन सबै चिजहरू क्लियर छ होइन। त्यहाँ चाहिँ तपाईँको प्रमोटरले मैले मात्रै चिजहरू गर्नुपर्छ, अलिकति राम्रो प्रफिट आउन सुरु गर्यो भने मार्केटबाट चाहिँ अलिअलि सेयर बेचेर एक्जिट गरेर अर्को कम्पनी खोल्छु, बरु अर्को कम्पनीमा म कमाउँछु, यो कम्पनीको बिजनेस अर्को कम्पनीमा सारिदिन्छु भन्ने मेन्टालिटी छैन। त्यहाँ निकै स्ट्रङ गभर्नेन्स छ। कुनै प्रडक्ट थप्नु पर्यो भने के गर्छ, प्रडक्ट थप्नु पर्यो भने युनिलिभर 2 भनेर त लिएर आउँदैन, उसले युनिलिभरभित्रै प्रडक्ट थपिदिन्छ होइन। इस्युज चाहिँ कर्पोरेट गभर्नेन्स लेभलमा पनि हो होइन। उसले चाहिँ कम्पनीभित्र नै कसरी चाहिँ गर्ने होइन, बढाएर लाने होइन, या फेरि तपाईँको कम्पनीलाई डिमर्जहरू गर्ने हो, बिजनेस सेगमेन्टहरू छुट्याउने हो भने पनि कस्तो गर्नु पर्यो त भन्दाखेरि जस्तो मानौ रिलायन्स लिमिटेडले जियो फाइनेन्सियल्स भन्ने कम्पनी छुट्याइदियो होइन। जियो फाइनेन्सियल कम्पनी छुट्याइदिँदाखेरि रिलायन्सका सेयर होल्डरहरूलाई जति रिलायन्सको सेयर थियो त्यति नै जियो फाइनेन्सियल्सको सेयर पनि दियो होइन। ल यो अर्को कम्पनी हो, कम्पनी चाहिँ मैले छुट्याएँ, तर चाहिँ मेरो जति सेयर थियो त्यही नम्बर अफ सेयर चाहिँ यता पनि गयो भनेर चाहिँ त्यति सेयर्स चाहिँ दियो होइन। भने त्यहाँ त इन्भेस्टरलाई मर्का त पारेन नि त। कम्पनी छुट्टा छुट्टै पर्पज उद्देश्य छुट्टा छुट्टै राखेर त्यही कम्पनीलाई डिमर्ज गर्न नसकिने भन्ने कुरा होइन। जस्तो एसडिएलले आफ्नो नयाँ बिजनेस लाइनहरू लिएर आउँदाखेरि त्यही एसडिएलकै क्यापिटल राखेर अर्को कम्पनी खडा गरेर र यो कम्पनीको एन्टिटी छुट्टै हो, यो बिजनेस यसले गर्छ, यो बिजनेस हामीले गर्छौँ, एसडिएलका सेयर होल्डरलाई पनि त्यो कम्पनीको सेयर चाहिँ ल तिमीहरूले पायौ सित्तैमा भनेर भनिदिएको भए त्यो फेरि राम्रो गभर्नेन्समा आउँथ्यो होइन। धेरै चिजहरू छन्, फ्याक्टर्सहरू छन्, त्यो खालको कर्पोरेट कल्चर्स गभर्नेन्सहरू चाहिँ इस्टाब्लिस गर्न सकेका छैनन् नेपालका प्रमोटरहरूले होइन। अलिकति चाहिँ यस बिजनेसमा चाहिँ बढी फाइदा हुन्छ भनेपछि छुट्टै बिजनेस खोलिदिने होइन। एक्जिस्टिङ सेयर होल्डर्सलाई कुनै मतलब भएन, हामीले जे जति कमाउने कमाइसक्यौँ, अब त्यो चाहिँ बढी प्रफिटेबिलिटी बिजनेसलाई छुट्टै गरौँ भयो भनेर त्यो खालको मेन्टालिटी होइन। मलाई चाहिँ साथ दिएका, मेरो कम्पनीमा विश्वास गरेका सेयर होल्डरप्रति मेरो दायित्व नै छैन भने जस्तो गरी काम गर्ने, त्यो खालको मेन्टालिटीले गर्दाखेरि पनि प्रब्लम क्रिएट भएको होइन।
हस् थ्याङ्क यू सर। अब अलिकति कुराहरू नि सुनिए सरको। यो एउटा लास्टमा चाहिँ मैले एउटा सरलाई अघि हाम्रो यो भोलाटाइलको कुरा आएको थियो नि सर, यसमा जस्तो अलिकति बढी किता कारोबार भएको देखियो बजारमा, यो नामै लिँदाखेरि बलिफी हाइड्रो पावरको, यसलाई चाहिँ सरले कसरी हेर्नुहुन्छ सर? हाम्रो बजारमा यसलाई नि यो भोलाटाइलकै रूपमा हेर्नुहुन्छ कि यो चाहिँ यो भइरहन्छ कहिलेकाहीँ भने जस्तो कुन हिसाबले हेर्नुहुन्छ सर यसलाई? त्यो त सिम्पलै देखिन्छ नि। तपाईँले ब्यालेन्स सिट पल्टाएर हेर्नुहोस्, त्यो कम्पनीको फाइनेन्सियल्सहरू हेर्नुहोस्, त्यसको रेभेन्यू मोडल्सहरू हेर्नुहोस्। 100% राइट सेयर लिएर आयो त्यो। अब प्रमोटरले 6 वर्ष पहिला सेयरमा पैसा हालेका थिए भने पनि अब राइट भरेको केसमा चाहिँ उनीहरूको कस्ट चाहिँ 50 रुपियाँ मात्रै हुन आयो होइन। अब सरसर्ती कम्पनीको ब्यालेन्स सिट र उसको फ्युचर अर्निङ पोटेन्सियल्सलाई सर र फ्युचर क्यास फ्लोलाई डिस्काउन्ट गरेर आजको डेटमा हेर्दाखेरि कम्पनीको भ्यालु 100 रुपियाँ पनि छैन भने 200मा बेच्न पाउँदाखेरि त खुसी खुसी बेच्छन् नि त, के भयो त होइन। अब त्यो चाहिँ के हो भनेर भन्दाखेरि अब इट डजन्ट मिन कि फेरि त्यो सेयर फेरि चल्दैन भन्ने कुरा होइन। अब ह्यान्ड चेन्ज भयो, एउटा पार्टीले चाहिँ 6 वर्षसम्म मेहनत गर्यो, आफ्नो पैसा चाहिँ सामासहितको राम्रो रिटर्न चाहिँ निकाल्यो, ऊ आउट भयो। अब त्यो ह्यान्ड चेन्ज भएर अरू किन्ने मान्छेले फेरि तिनीहरूले पनि कमाउनु पर्यो। तिनीहरूले कमाउने भनेको कम्पनीको त्यही पम्प एन्ड डम्प तल माथि सर्किट यताउति हानेर त्यसै गरी कमाउने हो होइन। त भनेपछि अब त्यसलाई त्यही अनुसार लिनुहोस् होइन। हिजो चाहिँ डम्प किन भयो भनेर भन्दाखेरि सिम्पल लजिक छ। कम्पनीले अब त लोन पनि पे ब्याक गरियो, अब त भोलि त यसले चाहिँ हरेक वर्ष 20-20 रुपियाँ हामीलाई चाहिँ डिभिडेन्ड दिन सक्छ भनेर विश्वास भएको भए त प्रमोटर बेवकुफ भनेर बेच्ने हो तिनीहरूले, किन बेच्थे त होइन। मैले भने नि युनिलिभरको सेयर होल्डरले किन सेयर बेच्दैन त, बोटलर्स नेपाल तराईको सेयर होल्डरले किन सेयर बेच्दैन त, बेच्दै बेच्दैनन् ती प्रमोटरहरूले। मरिगए उल्टा चाहिँ अझै बढी किन्न पाए हुन्थ्यो भने हुन्छन्। भनेपछि कम्पनीले ग्रो गर्ने हो भने त सेयर कसले बेच्छ र? लोन पे ब्याक गरिसकेपछि पनि 10 रुपियाँ पनि दिन सक्ने क्यापासिटी छैन, बरु चाहिँ अहिले नै राम्रो 4 गुणा पैसा आइहाल्यो ल निस्कौँ भनेर बेचिया हुन्। अब बिचमा चाहिँ त्यो ह्यान्ड चेन्ज भएपछि अर्को ग्रुपले जुन चाहिँ सेयर चाहिँ ठुलो भोल्युममा क्वान्टिटीमा अकुमुलेट गरे, अब तिनीहरूले चाहिँ यसलाई चाहिँ अलिअलि अब ठुलो सेलर त सिद्धियो, अब हामीले चाहिँ प्राइस चाहिँ हामी आफै यसो उचालेर यसमा चाहिँ अब फेरि यतिसम्म जान सक्छ है भन्ने न्यारेसन क्रिएट गरौँ, मास्टर लेयर गरेर डम्प गरौँला, फेरि अर्को मुर्गा खोजौँला भन्नु पर्यो। अब भएको त्यही हो। हस् धन्यवाद सर। ल घुमन्ते सर सिद्धि मेरो चाहिँ अरू साथीहरूलाई नि पालो दिउँ भनेर ल सोध्नुहोस् है सर घुमन्ते सर। हुन्छ कसलाई अब धेरै बेर पनि भयो, कसलाई के राख्नुहुन्छ भने राखौँ, होइन भने छोडिदिउँ। तपाईँ सर? हुन्छ हजुर, हुन्छ सर। अब विष्णु सरलाई एकचोटि यो अहिलेको हाम्रो बैङ्क वित्तीय संस्थाहरूले भनौँ न अलिकति पहिलाको जस्तो, पहिला चाहिँ एनालाइसिस गर्नुभएको थियो 10 देखि 12%, 15%सम्म हामीले डिभिडेन्ड खाएको बेलाको एनालाइसिस अब विष्णु सरले भने पनि हामीले सोचेको कुराहरू पनि अहिले अलिकति पुगेको छैन। अब त्यही कारणले अलिकति ग्रोथ गर्न नसकेको कारणले जस्तो लाग्यो, मैले पनि त्यही बुझेँ होइन। अबको एनालाइसिस चाहिँ सर अब यो अहिले अब अलिकति कुनै पनि संस्थाले ग्रोथ गर्न नसकिरहेको अवस्थामा अब भोलि डिभिडेन्ड आउला फेरि क्यास आउला भनेर अब हामीले अहिले त्यति धेरै भनौँ न माथि सोच्न पनि सकिएन। अब यसलाई पनि समेटेर चाहिँ विष्णु सर अब चाहिँ ठ्याक्कै मिल्ने गरी एउटा चाहिँ एनालाइसिस चाहिँ गरिदिनु सर आजको। अब यो सरलाई थाहा भइहाल्यो अब ग्रोथ अब युनिलिभरले किन गर्छ होइन, मार्केटमा अरूले किन गर्दैन, त्यसको सस्टेनेबलहरू के हो होइन, प्रडक्ट के हो, अब त्यो थाहा भयो सर। अब यही तरिकाले एनालाइसिस गऱ्यो भने चाहिँ हामी अब ठिक ठाउँमा पुग्छौँ त विष्णु सर? यो मेरो अन्तिम क्वेसन है सर। होइन पुग्न सकिन्छ। हेर्नुहोस् अझै पनि एउटा कुरा के बिलिभ गर्नुहोस् भन्दाखेरि अब सम्पूर्ण फाइनेन्सियल सिस्टमै कोल्याप्स भयो भने त के भन्ने हो होइन। त्यसमा त अब कुनै हुनै रहेन।
यदि त्यो स्थिति नआउने हो र सस्टेन मात्रै गर्न सक्ने हो भने चाहिँ ब्याङ्किङ सेक्टरले जुन किसिमको चाहिँ उनीहरूको अर्निङ्सको हिसाबले प्राइस छ हैन, त्यसलाई चाहिँ हामीले रिलेटिभली कम्पेयर गर्ने हो भने चाहिँ कम्पेरिटिभली चाहिँ ब्याङ्किङ अझै पनि बेटर देखिन्छ। र अहिलेको स्ट्रेसफुल सिचुएसन्सबाट उनीहरू एक्जिट गर्न सके र लगभग 12-13% भन्दा मासतिरको लोन ग्रोथ गर्न सके, जुन चाहिँ विगतमा भएकै हुन् हैन, नभएको होइन। त्यो चाहिँ अचिभेबल छ कि छैन भनेर भन्नुहुन्छ भने अचिभेबल, इम्पोसिबल चाहिँ होइन हैन। सिचुएसन अलिकति ठिक भयो भने चाहिँ अचिभ चाहिँ इजिली गर्छन्। त्यो अचिभ गर्ने बेलामा आजको डेटमा ती स्टक्सहरू मैले अलि लामो होल्ड गर्छु, मैले भने नि जस्तो यील्डको कुरा गर्ने हो भने आजको डेटमा यील्ड हेर्नुहुन्छ, खुबै राम्रा भनिएका कम्पनीहरू, इन्डियामा कम्पनीहरू हामीले खोज्दै गयौँ भने पनि निफ्टी 50 भित्रकै कम्पनीहरूको डिभिडेन्ड यील्ड हेर्ने हो भने 2% पनि छैन हैन। तर पनि ती सेयर्सहरूमा चाम किन छन् त भनेर भन्दाखेरि आज 2% मात्रै यील्ड खाउँला रे, 1.5% मात्रै यील्ड खाउँला रे, तर चाहिँ यिनीहरूले चाहिँ एउटा सिग्निफिकेन्ट भन्न खोजेको एउटा निश्चित रेटमा यिनीहरूले यति वर्षसम्म ग्रोथ गर्दै गए भने 10 वर्षपछि मेरो डिभिडेन्ड यील्ड चाहिँ 10% भन्दा मास्तिर हुन्छ भनेर त्यो एजम्पसन्समा किन्ने हो हैन। त्यो हिसाबले हामीले हेर्ने हो भने यदि चाहिँ ब्याङ्किङ सेक्टर्सले चाहिँ एप्रोक्सिमेटली 15 देखि 20% सम्मको ग्रोथलाई भविष्यमा अघिल्लो 4-5 वर्षमा मेन्टेन गर्न सक्ने त्यस्तो कुनै आधारहरू भयो भने, जुन चाहिँ हुँदै नहुने भन्ने होइन, म्याक्सिमम भयो अरू के होला र, तपाईँको अर्को 1 वर्ष चाहिँ धेरै राम्रो पर्फर्मेन्स नदेला तर अल्टिमेटली दिन सक्छन्। किन भन्दाखेरि ब्याङ्किङ भनेको ओभरअल इकोनोमिजको ब्याकबोन हो हैन। ओभरअल इकोनोमीले ग्रो गर्नको लागि ब्याङ्किङ सेक्टरको लोन ग्रोथ चाहिँ हुनु जरुरी छ र उनीहरूले सर्टेन लेभलको मार्जिन मेन्टेन गर्नु पनि जरुरी छ, त्यो हुनै पर्छ हैन। ब्याङ्कले कमाउनु सबैको लागि राम्रो हो हैन। ब्याङ्कले किन कमायो भनेर चाहिँ कति सांसदहरूले पनि चिच्याएको सुनिन्छ, त्यो चाहिँ उनीहरूको गलत धारणा हो। ब्याङ्कले कमाउनु भनेको राम्रो हो, इकोनोमीकै लागि राम्रो हो। भनेपछि उनीहरूले चाहिँ विगतमा हेर्नुहोस् कमाएकै हुन्। अहिले चाहिँ क्यापिटल बेस ठुलो भइदिएर तपाईँको रिटर्न अन इक्विटी, क्यापिटल डिप्लोय चाहिँ कम भइदियो, क्यापिटल आरओसी भन्छ नि, रिटर्न अन क्यापिटल इम्प्लोइड, त्यो कम भइदियो। तर बिस्तारै बिस्तारै अकुमुलेट गरेर लगभग 12% भन्दा मास्तिरको यदि लोन ग्रोथहरू गर्न सक्यो भने ब्याङ्कहरूले डेफिनेटली चाहिँ 20% को आसपासको बटम लाइन ग्रोथ चाहिँ गर्न सक्छ। अब 20% को आसपासको बटम लाइन ग्रोथ गर्यो भने त वर्थ इन्भेस्टेबल हो हैन। अब भविष्यमा त्यति ग्रोथ गर्न सक्ला कि नसक्ला, अघिल्लो 4-5 वर्षमा त्यो खालको रेटहरू 20% को हाराहारीको ग्रोथ रेट चाहिँ मेन्टेन गर्न सक्ला कि नसक्ला भन्ने चाहिँ एस्टिमेट गर्नुस्। यदि सक्छ भन्ने तपाईँलाई लाग्छ भने लङ टर्मको लागि त इन्भेस्टमेन्ट ठिक हो, राम्रो हो होइन। अरू 5 वर्षमा योभन्दा पनि स्थिति खराब भएर जान्छ भनेर भन्नुहुन्छ भने त अझै पनि बेच्नुस् हैन, अझै पनि बिग्रिया छैन। त्यो चिजहरू हो भनेपछि एउटा चाहिँ नेगेटिभिटी भित्र पनि पोजिटिभिटी लुकिया छ। अब सबै फाइनेन्सियल सिस्टमै धराशायी भयो भने केही पनि गर्न सकिन्न, त्यो बियोन्ड कन्ट्रोलको कुरा हो हैन। तर पनि कम्पनी चाहिँ के अरे गोइङ कन्सर्न चाहिँ रहँदासम्म कम्पनीले ग्रोथ गर्न सक्छन्। स्पेसिफिकल्ली फाइनेन्सियल सेक्टर्स भनेको जबसम्म तिनीहरूको गोइङ कन्सर्नमाथि क्वेसन आउँदैन तबसम्म तिनीहरूमा ग्रोथ गर्न सक्ने क्यापासिटी चाहिँ सधैँभरि रहन्छ। अलि लामो प्रोस्पेक्ट्सबाट सोच्नुभयो भने दिन्छन्, रिटर्न दिन्छन् र फन्डामेन्टल चेक गरेर राम्रो तरिकाले इन्भेस्टमेन्ट गर्नुभयो भने लङ्गर टर्ममा चाहिँ हुन्छ। अब यो भनेको इन्भेस्टर्सलाई हो,
अब ट्रेड गर्छु, ट्रेडिङ प्रफिट लिन्छु, मैले त यसैलाई चाहिँ फुल टाइम बनाएको भन्ने मान्छेलाई त अरू फ्याक्टर्सहरूले काम गर्छन्। अब अरू फ्याक्टर भनेको के हो त भन्दाखेरि बेसिकली टेक्निकल नै हो होइन। प्राइस र भोल्युम चाहिँ कति बेला कहाँबाट टर्न हुन्छ भनेर हेर्नु पर्यो। तिनीहरूमा चाहिँ टेक्निकल नै हेरेर ट्रेड गर्नुहोस्। जहाँ जहाँ जे हुन्छ अब त्यसमा सबैले त कमाउन सक्दैनन् हेर्नुहोस्, त्यो त कन्फर्मड हो। अब जतिसुकै सिकाए पनि मैले 100 जनाको भिड कलेक्सन गरेर ल यसो गर्नुहोस् भनेर कसैलाई सिकाएँ भनेर पनि, राइट तरिकाले सही सिकाएको छु भने पनि तीमध्ये चाहिँ 10 जना होलान् जसले चाहिँ त्यसलाई इम्प्लिमेन्ट गरेर कमाउन सक्ने, बाँकी 90 जनाले फेरि पनि कमाउँदैनन् होइन। किन भन्नुहुन्छ भन्दाखेरि क्यापिटल मार्केटको जुन फङ्सन हो त्यो चाहिँ बढी चाहिँ तपाईको लजिकल विजडम भन्दा पनि तपाईको इरेसनल बिहेभियर, इमोसनल बिहेभियरबाट बढी ड्राइभ हुन्छ होइन। इमोसन्सलाई कन्ट्रोल गर्नु भनेको सजिलो कुरा होइन, कसै धेरै मान्छेहरूले सक्दैनन् हेर्नुहोस् होइन। क्यापिटल मार्केटमा कमाउनु छ भने इमोसनलाई कन्ट्रोल गर्नु जरुरी छ। त्यो सबैको क्यापेसिटीको कुरा होइन, जसले कन्ट्रोल गर्न सक्यो उसले राम्रो गर्ला। तर चाहिँ त्यो कन्ट्रोल गर्न सक्ने, कन्ट्रोल गर्नुपर्छ है भनेर सिकाएका मध्ये 100 जनालाई सिकाएँ भने 10 जना पनि रेयरली भेटेलान्। तिनै 10 जनाले हो कमाउने, बाँकी 90 जनाको इमोसनल बायसनेसले गर्ने मिस्टेकले तिनीहरू नन इमोसनल भएर ती 10 जनाले चाहिँ उनीहरूको इरेसनल बिहेभियरको फाइदा उठाएर कमाउँछन्। हुने यही नै हो। त कुनै पनि चिजहरू चाहिँ हरेकका लागि हुँदैनन्। जस्तो क्लासमा पनि टिचरले त फलानु विद्यार्थीलाई बढी पढाएँ, फलानु विद्यार्थीलाई कम पढाएँ त भन्दैन नि त। उसले त सबै विद्यार्थीलाई राम्रै गर्ने भनेर पढाइराखेका हुन्छ। तर तीमध्ये कुनै कुनै विद्यार्थी चाहिँ भयङ्कर ट्यालेन्टेड भएर निस्कन्छन्, कुनै विद्यार्थी एभरेज हुन्छन्, कुनै विद्यार्थी महालम्फू भएर निस्कन्छन् होइन। त्यो त आफआफ्नो बिहेभियर, आफआफ्नो विजडम र आफआफ्नो चाहिँ विवेकले चाहिँ निर्धारण गर्ने कुरा हो। त अल्टिमेटली चाहिँ मार्केटले, मैले कन्क्लुजन भन्न खोजेको कुरा के हो भन्दाखेरि फाइनेन्सियल्सको एउटा क्यारेक्टर के रहन्छ, स्पेसिफिकल्ली ब्याङ्किङ सेक्टर्सहरूको क्यारेक्टर के रहन्छ भनेर भन्दाखेरि यदि उनीहरूको गोइङ कन्सर्नमा होइन, कम्पनी नै धराशायी भएर ब्याङ्क्रप्सी नगर्ने हो भने, गोइङ कन्सर्नमा चाहिँ प्रब्लम छैन भने उनीहरूले अल्टिमेटली चाहिँ कमाउँछन् होइन। त्यो कमाउने क्रममा चाहिँ फेरि ग्रोथ गर्छन्। नेपाल जस्तो कन्ट्रीमा जहाँ चाहिँ तपाईँको अझै पनि हामी त अन्डर इन्भेस्टेड कन्ट्री हो होइन। यहाँ चाहिँ तपाईँको अझै पनि सेभिङ्सहरू मोबिलाइज भएर इन्भेस्टमेन्ट्सहरू धेरै आउन बाँकी छ। अहिले इन्भेस्टमेन्ट किन नआइरहेको भन्दाखेरि इन्भेस्टर्सलाई कन्फिडेन्ट नभएर हो। त्यसका पछाडि विभिन्न कारणहरू छन्, सरकारी पोलिसीदेखि लिएर ओभरअल इकोनोमिक डिमान्डदेखि लिएर होइन, अनि गभर्मेन्टका बिहेभियरहरूदेखि लिएर यी आदि चिजहरूमा इन्भेस्टर्सले कन्फिडेन्ट व्यक्त गर्न नसकेका हुन्। उनीहरूको अलिकति कन्फिडेन्ट फिर्ता भयो भने ब्याङ्किङ सेक्टरले अटोमेटिकली ग्रो गर्छ होइन। उनीहरू ग्रो गर्नको लागि उनीहरूलाई लोन ग्रोथ हुनु पर्यो, त्यति मात्रै हो। लोन ग्रोथ र साथसाथै त्यो ग्रोथसँग एसेट क्वालिटी मेन्टेन हुनु पर्यो। दुईटा मात्रै फ्याक्टर, एउटा लोन ग्रोथ, एउटा एसेट क्वालिटी, दुईटा चाहिँ मेन्टेन भयो भने ब्याङ्किङले पर्फर्मेन्स नदिकन सुखै छैन। दिन्छ होइन। अब जहाँ चाहिँ तपाईँको लोन ग्रोथ र एसेट क्वालिटीलाई पनि मेन्टेन गर्न सक्ने सक्षम भएका ब्याङ्कहरू छन्, तिनीहरूमा त आँखा चिम्लेर लगानी गर्दा हुन्छ। अब तिनीहरू पनि सेलेक्टेड, छान्ने नै हो कुनले बेटर गरेको छ भन्ने कुराहरू। अब बेटर गरेकालाई चाहिँ समात्नुहोस्, दिएर जान्छ। मतलब अहिले सर चाहिँ ब्याङ्कपट्टि अलिकति पोजिटिभ हुनुहुन्छ होइन सर, यो बुझ्नु पर्यो नि। पोजिटिभ इन द लङ रन हो होइन। अब इन्स्टेन्टली नै अहिले नै तुरुन्तै बडो गजबले चाहिँ ब्याङ्कमा हालेको त आज मैले कुरा गरेँ, भोलिदेखि ब्याङ्क किन्न सुरु गरेको, धमाधम ब्याङ्क बढ्यो
भन्ने चाहिँ त्यस्तो चिजहरू चाहिँ नहोला है। त्यस्तो हुँदैन हैन। तर ओभरअल टर्ममा हेर्ने हो भने इन द लङ रन गोइङ कन्सर्न छँदासम्म ब्याङ्कले आज प्रफिट गर्न नसके तापनि भोलि चाहिँ गर्छन् भन्ने विश्वास हो। गोइङ कन्सर्नै भएन भने त गर्दैनन् हेर्नुहोस् हैन। त भनेपछि गोइङ कन्सर्न मा चिन्ता लिनुपर्ने कारण छ कि छैन भनेर त्यसको एसेसमेन्ट सही तरिकाले गर्नु पर्यो। मलाई अझै पनि ब्याङ्कहरूमा चाहिँ गोइङ कन्सर्नको प्रब्लम आउला कमर्सियल ब्याङ्कमा यदि उनीहरूले रिपोर्ट गरेको रिपोर्ट्सहरू साँचो हो भने हैन। अब रिपोर्टमा नै भयङ्कर लुकाएका रहेछन्, ब्लन्डरै गरेका रहेछन् भने त केही पनि भन्न सकिँदैन। एक्जाम्पल त अस्तिहरू त्यो प्रभु ब्याङ्कको देखियो हेर्नुहोस्, अनअडिटेड रिपोर्ट चाहिँ कति भनेर भनिएको छ, अडिट गरेर आउँदाखेरि त्यत्रो ठुलो ब्लन्डर गरेको छ। त्यो भनेको त ठुलो ब्लन्डर हो हैन। त्यस्तो खालको ब्लन्डरहरू छैन र अलिअलि चाहिँ ब्यालेन्स सिट म्यानुपुलेसन त हुन्छ, नहुने होइन, विन्डो ड्रेसिङ चाहिँ हुन्छ, तर धेरै ठुलो एमाउन्टमा विन्डो ड्रेसिङ गर्न ब्याङ्कहरूले पनि सक्दैनन् हैन। गऱ्यो भने पनि भोलि बिहान त्यो चाहिँ बाहिर निस्कन्छ। एसेट क्वालिटी लुकाएर त लुक्दैन नि त। खराब एसेट क्वालिटी छ भने भोलि त बाहिर देखिनै पर्छ। त भनेपछि यदि उनीहरूले रिपोर्ट गरेको चिज चाहिँ 5-10% को एररभित्र छ भने चाहिँ ब्याङ्कहरूको गोइङ कन्सर्नमा चाहिँ मैले अहिले चिन्ता देखेको छैन। गोइङ कन्सर्नमा चिन्ता नभएपछि लङ्गर टर्ममा चाहिँ ग्रोथ गर्छन् र कमाएर दिन्छन् भन्ने चाहिँ विश्वास हो। सर अनि यो सरले अघि इमोसनल कन्ट्रोल भन्नुभयो, यो चिज चाहिँ अब भनौँ न हाम्रो यो मार्केटमा नगरिकन कुनै पनि ठाउँमा यसको सही उपयोग गर्यो भने हरेक ठाउँमा काम लाग्छ होइन सर। अब इमोसनल कन्ट्रोलको विषयमा पनि सरले अलिकति यहीँ हाम्रै ग्रुपमा भएको साथीभाइले पनि क्लास लिइदिनु पर्ने हुन्छ। अब जो कोही बोल्दाखेरि बुझ्दै नबुझी, जस्तो सरै बोले पनि हो उहाँ ठिक, अर्को बोले पनि उहाँ ठिक ठिक भनेर अलिकति बुझ्दै नबुझ्ने साथीहरूलाई नि यो काम लाग्न सक्छ होइन सर। इमोसनल कन्ट्रोलको अलिकति क्लास पनि लिइदिनु पर्छ सर यस्तै टाइममा, अलिक फ्री टाइममा। अनि मेरो क्लास चलिराखेको छ त। आज मैले अब त्यो जुमबाट चाहिँ सेसन चाहिँ मैले स्टार्ट गरेको थिएँ। यसमा यी कुराहरू पनि सबै बिहेभियरल फाइनान्सका कुराहरू पनि छ, त्यो गरिराखेको छ त। हुन्छ विष्णु सर, धन्यवाद। अब लामो पनि भयो, अब यो बन्द पनि गर्नुपर्छ होला। माइन्ड सर के छ त? अब खोइ अरू बोल्नु हजुर भएन ल के? हुन्छ सर। अब हजुरको सुन्न पाएको छैन हामीले, आज अलिकति बिचमा सरसँग कुरा गर्ने मौका मिल्यो। सरको एकछिन जाओस् न सर, तपाईँको नगइकन तपाईँले विष्णु सरसँग अलिअलि 2-4 क्वेसन नसोधिकन अलिकति चित्त नबुझ्ने जस्तो भएको छ। सर आइहाल्नु भएको छ मलाई होइन। अघि तपाईँ आउनुभन्दा अगाडि सोध्थेँ, फेरि दोहोरिन्छ। हो कति ए सोध्दा दोहोरिन्छ, पर्छ? नदोहोरिने हो भने सोध्नु सर, होइन भने ठिक छ सर, ठिक छ सर, धन्यवाद। दोहोरिन्छ सर, अब दोहोरिन्छ, त्यही कुरा सधैँ गरेर। बरु अब गुड नाइट भनौँ सर। हस् हजुर, ल विष्णु सरले के भन्नुहुन्छ, अब केही क्लोजिङ रिमार्क्सहरू दिनुहुन्छ भने भन्नु न सर। सर भन्नु न सरलाई। होइन, एसच केही छैन क्लोजिङ रिमार्क्स त। अब सरस्वती मार्केटकै कुरा अल्टिमेटली के हो त भनेर भन्दाखेरि सिम्पल, अहिलेको लागि चाहिँ एकदमै अल्ट्रा सर्ट टर्ममा हेर्नु पर्दाखेरि 2630 चाहिँ तपाईँको सिग्निफिकेन्ट सपोर्ट लेभल हो। जबसम्म त्यसलाई मेन्टेन गर्छ हामीले बुलिस बायसनेस राख्न सक्छौँ। त्यसलाई मेन्टेन गरेन भने चाहिँ अदरवाइज सोचौँला। मास्तिरपट्टि रेसिस्टेन्स कहाँ फेस गर्न सक्ला भन्दाखेरि एप्रोक्सिमेटली 2755 र 2790 को बिचमा त्यहाँ चाहिँ एउटा सिग्निफिकेन्ट रेसिस्टेन्स आउन सक्ला। यो दुईटा रेन्ज भयो। त्यो लेभल्सहरूमा रेसिस्टेन्स फेस गर्छ कि गर्दैन, बिहेभियर कस्तो गर्छ भन्ने कुरामा चाहिँ अगाडि फर्दर डिसाइड गरौँला। अहिलेको लागि इन्स्टेन्टली अब तुरुन्तैको लागि मार्केट के हो भन्दाखेरि टिल मार्केट होल्ड्स 2630 मार्केट सिम्स ओके होइन, अहिले चाहिँ ठिकै देखिराखेको छ। त बायसनेस चाहिँ बुलिस
बुलिसनेस विथ कसन, हैन कसियस भएर बुलिसनेस बायस राख्दाखेरि हुन्छ। ल सर धन्यवाद सर, एकदम राम्रो सरले भनिदिनु भयो आजको सेसनमा। ल गुड नाइट सर, घुमन्ते सर गुड नाइट, सबै साथीहरूले गुड नाइट। हस् हस्, हुन्छ हुन्छ, धन्यवाद सर। ल एन्जोय केही छ त राजा तिम्रो 2470 फर्केर आउने सर?